जय मसीह तपाईहरु सबैजनालाई आशा गर्छु आराम हुनुहुन्छ र आज प्रभुले मसँग जुन कुरा बोल्नु भएको छ त्यो कुरा म जस्तोको त्यस्तै म तपाईहरु बीचमा म पस्किन चाहन्छु अनि परमेश्वरले मलाई यस्तो कुराहरु देखाउनु भयो कि जुन कुरा चाहिँ अबको दिनहरुमा हुँदैछ त्यो कुरा चाहिँ वास्तवमा हरेक खानेकुराहरुमा है हरेक खानेकुराहरुमा अनि विषालु कुरा र विष चाहिँ हाल्ने कुराहरु अबको दिनहरुमा यस्तो चाहिँ शैतानले यस्तो ट्रिकहरु लगाउँदैछ अब चाहिँ त्यो विषहरु अनि जो चाहिँ विष हाल्ने एउटा चाहिँ मान्छेलाई मार्ने चाहिँ प्लानहरु धेरै चाहिँ उले गरिराखेको छ। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु कि तपाई हरेक खानेकुरामा चाहिँ होशियारी भएर खानुस्। बाहिरको खाँदाखेरि चाहिँ तपाईले प्रार्थना सहित खानुस्, किनकि प्रार्थना सहित जब तपाई खानुहुन्छ नि तपाईलाई कसैले विष दिन्छ भने पनि वचनले भन्छ तपाईलाई चाहिँ त्यसले पनि हानि गर्दैन। यसकारण चाहिँ हरेक खानेकुराहरु जब तपाई बाहिरबाट जब उ गर्नुहुन्छ बच्चाहरुलाई एकदम तपाईले सेभ गर्नुस्। अनि परमेश्वरको आत्माले मलाई यही भन्दै हुनुहुन्छ कि सुन्नुस्, परमेश्वरको आत्माले जुन कुराहरु बोल्नु भएको छ नि यो कुराहरु तपाईले आँखा अगाडि तपाईले देख्न पाउनुहुनेछ। यसकारण यसको लागि प्रार्थना गर्नुस्, सकभर यो कुराहरु नहोस् भनिकन तपाईले प्रार्थना गर्नुस् म तपाईलाई आग्रह गर्न चाहन्छु। र तपाई कहाँबाट यो भिडियो हेर्दै हुनुहुन्छ र आउने अझ धेरै भिडियोहरु म तपाईहरु बीचमा म पठाउने नै छु र विशेष गरी तपाईले सब्स्क्राइब चाहिँ गरिदिनु होला है त। हस्, धन्यवाद सबैलाई। जय